कहाँ हिँडेको तिमी? मेरो चाहिँ घर्दैन कहाँ हिँडेको तिमी? यो हलले गएर न ए झर्ना जान्ला झर्नै हो झर्नै हो क्या तिम्रो बाइकको त्यो फुल पर्दा मलाई मन पर्दैन। कहाँ हिँडेको तिमी भाइ? हामी भेडेटार जान लागेको। आज चाहिँ हामी भिडियो बनाउन भेडेटार जाँदैछौँ। अर्काको बुढी र अर्काको बाइक उस्तै हो। आज थोरै मजा हुन्छ। अहिले चाहिँ हामी भेडेटार गइरहेको छौँ है। भेडेटार गइरहेको छौँ मेरो भ्लगमा। मेरो युट्युब च्यानलमा स्वागत छ। सो गाइज अहिले चाहिँ हामी यो रोड सेसमा निस्किसकेका छौँ। हामी चाहिँ विराटनगर टु भेडेटार जाँदैछौँ होइन। अनि यो एटिएम चाहिँ हेरौँ न साथै, एटिएम चाहिँ हेरौँ होइन। एटिएममा पेट्रोल हाल्नुपर्छ। पेट्रोल चाहिँ पुरै 3 लाइनभन्दा बढी छैन। अब क्या स्पिड यहाँ स्कुटरकै पुरै स्पिड छ। अनि सो तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ थोरै फर्क छैन है तराईमा। यहाँ साथीले नि भ्लग बनाउने भन्दैछ। साथीले चाहिँ इटरीदेखि मासतिर मात्रै भ्लग बनाउने कुरा गरिरहेछ। अनि उसले चाहिँ इटरीबाट मात्रै स्टार्ट गर्छ होला। इटरीको चोकैमा आइपुग्यौँ। अब यहाँदेखि चाहिँ हामी सिधा जान्छौँ क्या धरानतिर। यता चाहिँ यता यो लेफ्ट लाग्यो भने यता चाहिँ यो पश्चिम जाने भयो होइन। अनि यता गयो भने चाहिँ झापातिर जाने भयो है। यो चाहिँ हाम्रो मेन चोक है, इटरीको मेन चोक भयो। अनि यता हाम्रो गोर्खा किचन भयो। अनि यता यो झापा दोकान जाने बाटो होइन गाइस। अब हामी यहाँदेखि सिधै जान्छौँ। अब लगभग हामी भिडियो बनाउनुले अप्ठ्यारै हुन्छ होला। माथि अब जहाँनिरबाट हामी सजिलो हुन्छ त्यहाँबाट हामी भिडियो फेरि कन्टिन्यू गर्छौँ है। सो स्टे ट्युन गाइज। हेरिरहनु होला तपाईँहरू। ल अहिले चाहिँ हामी तर पुग्यौँ होइन। अनि यहाँ साथीले मोबाइल सेट गर्दैछ। अनि साथीले नि भ्लग बनाउने कुरा गर्दैछ। त्यही भएर मेरो साथीको चाहिँ युट्युब च्यानलको नाम चाहिँ SRC भ्लग छ होइन। के छ के अरे सब्सक्राइब गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला है। अनि उसको चाहिँ राम्रो भइरहेछ अहिले होइन, राम्रो भइरहेछ। यो सेल्फी स्टिक चाहिँ अलि लास्टै गाह्रो भयो क्या। ल हामी अहिले तर पुग्यौँ, जाँदैछौँ है हामी अहिले ब्याक। हामी चाहिँ अहिले धरान आइपुग्यो फाइनली है। अब यहाँदेखि 2-3 किलोमिटरको चाहिँ बसमा आइपुगिन्छ भान्छु। अहिले हामी यहाँ शहीद पार्क यता चाहिँ पानपारा। अनि यता चाहिँ सिधै भान्छु पुगिन्छ है। हामी चाहिँ त्यो कालो बादल लागेको ठाउँतिर गइरहेको छौँ होइन। तपाईँहरूलाई के कस्तो लाग्छ हेर्नु होला। हामी चाहिँ धरान पुग्यो। धरानको भान्छु भन्ने ठाउँ पुग्न लाग्यो। हेर्न सक्नुहुन्छ यहाँ गाडीको चाप त्यस्तै। बाटो चाहिँ एकदम सानो छ होइन। यो चाहिँ हाम्रो क्लक टावर धरानको। यहाँ चाहिँ
हामी भेडार जाँदैछौँ है, बाटोमा छौँ अहिले। यस्तो दामी छ यता, कुल छ क्या वेदर है, यस्तो दामी कुल छ। हामीलाई त पुरा गर्मी पनि भएको छैन, जाडो पनि भएको छैन, एकदम आराम छ यहाँ, आनन्द भइरहेछ। हामी यहाँ के टेस्ट हो? गरिरहेछौँ, के को दाग हो यो? टेस्ट गरिरहेछौँ। मात्र चस्मा हो, डुप्लिकेट चस्मा त। चाहिँ बाटो पुरै भत्काएको छ बनाइरहेको रहेछ। ल अब फेरि उकालो लाग्यो, कालो न कालो देखिरहेको छु म चाहिँ। बाटोको काम यहाँदेखि भ्यू रातको भ्यू ढुक्क गइसक्यो नि अब के गइसक्यो। यहाँदेखि चाहिँ निशानी खोला पुगिन्छ है, निशानी खोला पुगिन्छ। यो चाहिँ यो गाडीहरू चाहिँ धनकुटा पाँचतरा सरी तेह्रथुम सङ्घ सभाबाट आएको हुन्छ है यो गाडीहरू चाहिँ। अनि यता माथि देख्न सक्नुहुन्छ यस्तो
पनि यस्तै त होइन है गाइस मैले झर्ना चाहिँ सानो भेटेँ है मैले जाउँ 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 पुरा हिट लाग्नु भयो छ गाडीलाई हामी अगाडि बढाइदिउँ है त यहाँ माथि चाहिँ पुरै उसो लागिरहेछ है यो डाँडामा चाहिँ यो चाहिँ निशानी खोला हो निशानी पुल भनेर लेखेको छ राम्रो चिज त भएन यहाँ मेबी देख्न सक्नुहुन्छ है निशानी पुल साथीहरू आज चाहिँ हामी ल गाइस हामी चाहिँ अहिले भेडार आइपुगेका छौँ अनि यो भेडाको यता बोर्ड छ है पुरै उल्टो उल्टोबाट देखिएछ उल्टोबाट अलि राम्रो नदेखिने रहेछ तपाईँहरूलाई अगाडिबाट देखाउँ ROBIN vlog 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 1-2 1-2 पनि हुनुहुन्छ उहाँ 1-2 पढ्दै अनर देखाउ न यार कहाँ अनि अनर लुगाइरहेको तिमी 1-2 पढिराख्नु भएको छ तिम्रो फेरि लुकिहाल्छ त हामी देखाएछु त यस्तरी देखाउनु परिहाल्छ नमस्ते झर्नातिर हामी लाग्छौँ है ल अब चाहिँ हामी चाँडो चाँडो गएर नमस्ते झर्नातिर सुकुन भन्दा यसैलाई होला है यस्तो आनन्द छ है हामी नमस्ते झर्नातिर लाग्छौँ अब लगाइछ अब चाहिँ हामी भेडार इन्ट्री गेटमा छौँ है ठ्याक्कै भेडारको इन्ट्री गेटमा छौँ तपाईँहरूले देख्न सक्नुहुन्छ यता पछाडि यस्तो दामी हुस्सो लागिरहेको छ धनबाट आउने बाटो यता छ SRC ब्लक कस्तो फिल भइरहेछ साथी एकदम आनन्द भइरहेछ टाउको पुरै देखाइदियो हाम्रो टाउको पनि छ क्या हाम्रो जुन काकी टाउको बिनाको भिडियो बनाइदिइहाल्नु भएछ अब चाहिँ अलिअलि गोरो आयो है नभए त अघि त पुरै कालो थियो म त मान्छे त कालै हो क्या अरे उहाँ चाहिँ मेरो राइडर हुनुहुन्छ है उहाँ चाहिँ मेरो राइडर हो म चाहिँ पछाडि सुइराप यहाँ अर्को आइफोन छ यहाँ आइफोन साथीको के भन्नु यहाँ भाँचिहाल्यो मैले भाँचिदिइहालेँ है भिडियो बनाउँ भनेको क्यामेरा स्ट्यान्ड नै भाँचिदिन्छन् सम्धिले घाम ल अब यहाँबाट हामीलाई स्वागत गर्दैछ है भेडारले यहाँदेखि तर धेरै तारको घामले चाहिँ पोल्दैन नि तपाईँले पोल्दैन है तपाईँहरू तराईबाट आउनुभयो भने यहाँको घामले पोल्दैन ल वेलकम वेलकम भेडार है गाइस वेलकम टु भेडार यहाँ देख्न सक्नुहुन्छ यहाँ स्वागत हो अब हामी यहाँबाट नमस्ते झर्नातिर लाग्छौँ है त हामी यहाँबाट भेडार लाग्छौँ है भेडार सरीतिर नमस्ते झर्ना लाग्छौँ है त हामी विराटनगरबाट
कस्तो लागिरहेछ त साथी? अनि यो भेडाटार आउँदाखेरि हामी विराटनगरबाट आएको होइन, कस्तो लागिरहेछ त? एकदम बबाल छ है। धेरै टाढो चाहिँ घुम्न आउनुपर्छ, आनन्द गरिसक बबाल। यो सास फेर्दा पनि फोक्सोतिर पनि हावा त पुरा लाज लागिरहेछ यार। सास फेर्दा पनि फोक्सोभित्र चिसो पस्छ यार। एकदम आनन्द क्या, फिल छ क्या एकदम। लाइक हुन्छ नि स्वर्गमा पुगेछ होइन, जति आनन्द लाग्छ नि त्यतिकै आनन्द भयो। स्वर्गमा पुगेछ त होइन पुरै। अनि एउटा तरुनीको मात्र भएको लेट्स गो हामी जाँदैछौँ अब। हामी नमस्ते झर्नातर्फ लाग्दैछौँ है। अलिअलि भोक लाग्ला जस्तो पनि भइरहेछ अलिअलि। अनि अब नमस्ते झर्नातिर लाग्दैछौँ। कति गोरो देखेको अहिले त बाबा, घाम पनि लागिरहेछ। तपाईँहरू देख्न सक्नुहुन्छ। म ब्याक साइडको भ्यू देखाउँछु। सिङसुवा मान्छे छैन जस्तो छ आज। ल हामी चाहिँ नमस्ते झर्ना आइपुग्यौँ है। अब यहाँदेखि हाम्रो चाहिँ हिँडाइ मचिन्छ हाइकिङ होइन गर्मीमा साथी यसरी। ल अब हामी चाहिँ अब यहाँबाट चाहिँ होइन लाग्छौँ है अब के अरे नमस्ते झर्ना, सिङसुवा नमस्ते झर्नातिर। पैसा दिउँ त? ल तपाईँलाई झर्ना छ क्या? ल ल ल ठिक छ ल। झर्ना अब यहाँ हामी चाहिँ यहाँ जुमिङ गर्दैछ म। यहाँ जाँदैछौँ है दुईजना। अब यहाँ जाँदैछौँ। यो चाहिँ लगभग लाग्छ होला अझै आधी घन्टा 1 घन्टा लाग्छ होइन? आधी घन्टा लाग्छ मेबी। यहाँदेखि त्यो घुमाउरो बाटो छ होइन? 2 बजेर 8 मिनेट। अब लगभग हामी 2:30 तिर पुग्छौँ होला होइन? अब साथी चाहिँ कट्टु सट्टु लिएर आएको छ पुरै। ल यता पुरै कालो न कालो देखिरहेको छु म चाहिँ। यो चाहिँ अब कस्तो छ भने बर्खाको सिजनमा चाहिँ एकदम राम्रो छ है यो घुम्नलाई चाहिँ। अनि यस्तो दामी छ घुम्नलाई है। हामी चाहिँ विराटनगरबाट आएको है हामी चाहिँ फेरि आउनु चाहिँ। अब यो बाटोमा के कस्तो छ म तपाईँहरूलाई देखाउँछु है। अब यहाँ चाहिँ पुरै हिँडेर जानुपर्छ। खुट्टाहरू पुरै दुखिरहेको छ मेरो। यो सुजहरू टाइट भएर हो क्या। यस्तो छ बाटो चाहिँ। के अरे कस्तो अरे? जुम भएको रहेछ क्या 5x मा। ए जुम भएको छ भने ल ठिक छ 1.5 हो? 0. ल ठिक छ बास एकदम सिधा। ल यहाँदेखि हिँडाइ मचिँदैछ।
हामी चाहिँ सिधै बाटो हिँडिरहेको छौँ। यहाँ चाहिँ पुरै पछाडि मेरो साथी छ है, एकदम फास्ट हो हामी। ल अब यहाँदेखि चाहिँ पुरै अब उता अलिकति अगाडि पुगेपछि पुरै उकालो छ है। त्यहाँबाट चाहिँ यहाँ चाहिँ लोकल आइटमहरू पाइन्छ है। यहाँ चाहिँ अब टन्नै केहरू यहाँ अब केरा भयो होइन, अनि घिउहरू उहाँहरू। ल मुलुरी चाहिँ हामी चाहिँ त्यसो भए नखुसी यहाँको अर्ग्यानिक पानीले मुख धुँदैछौँ हामी चाहिँ होइन। एकदम चिसो भइरहेको यतिको पानी पाउनु भनेको धेरै भाग्यमानी भयो। हुन्छ लागौँ हुन्छ अब ल अब हामी चाहिँ लाग्यौँ। अब बाटो यस्तै हो, तपाईँहरूलाई जति बनाउँदै गयो त्यति नै अब त्यही हो, बाटो एउटै हो होइन तपाईँहरू आउनुलाई घुम्नलाई। यहाँबाट चाहिँ अब मुस्किलबाट आउँदैछ ऊ त्यो पुल तरेपछि त्यहाँबाट पुरै उकालो लाग्नुपर्छ होइन। हामी यो पुल तरिसकेपछि यहाँबाट चाहिँ पुरै उकालो सुरु भइसकेको छ। यहाँबाट लगभग सगरमाथा चढे यस्तै उकालो लागिरहेछ मलाई। यस्तो गाह्रो हुन्छ यो उकालो, पहिला पनि म आइसकेको छु। त्यो साथी चाहिँ तल छ। के हो कस्तो भइरहेको त अनि उकालोमा? दामी दामी भइरहेको छ चिन्ताकीमा। आनन्द चाहिँ भएको छैन ल अहिले चाहिँ। चार्ज डाउन हुन लागिसक्यो मेरो। अब अलि सर्ट भिडियोहरू मात्रै खिच्छु है म, थोरै थोरै खिच्छु। योभन्दा धेरै खिच्न सकिँदैन किनभने चार्ज डाउन भइसकेको छ। पावर ब्याङ्क पछाडि छ अनि यो उकालो अब पार गर्न गाह्रो। ल यहाँ चाहिँ यो के हो यस्तो फोक्सै फुलिसक्यो मेरो यार। उकालो हिँड्दा हिँड्दा कैसा लग रहा है? बहुत बहुत लग रहा है। ठग लिया। क्या लग रहा है मुझे? ये कौन है? ये कौन है? शिवजी है। गणेश शिवजी। अब यहाँ चाहिँ फेरि उकालो अब यस्तो गाह्रो छ है गाइस, पुरै उकालो चढ्नुपर्ने अवस्था। ल उकालो जाँदैछु म चाहिँ, मेरो साथी चाहिँ तलै छ। पसिना आइसक्यो यहाँ परमुख दिएर आएको, पसिना आइसक्यो। यहाँ बच्चाहरू खेलिरहेछ। अगाडि यहाँ नर्मल भने चाहिँ केयरफुल हुनु होला है, केयरफुली भएर बस्नु होला किनभने यहाँ अलिक ठुलै छ है खोला चाहिँ, देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। यस्तो डेन्जर छ। मेरो साथी कता गयो यार? ल गाइस हामी चाहिँ अहिले फस्याङ गर्दै यस्तो मेहनत गरेर पसिना आएर होइन हामी चाहिँ नमस्ते घरमा पुग्यौँ। अब यता तल चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले मान्छे नुहाइरहेको छ है, तर तपाईँहरू नुहाउन आउनुभयो भने चाहिँ केयरफुल्ली भएर नुहाउनु होला किनभने यहाँ पानी जति बेला पनि बढ्न सक्छ, बगाएर लान पनि सक्छ होइन, जे पनि हुनसक्छ। त्यसले गर्दाखेरि केयरफुल्ली भएर इन्जोय गर्नु नुहाउनु है। बाटो चाहिँ यस्तो छ है गाइस, बाटो यस्तो छ तपाईँले हेर्न सक्नुहुन्छ। यो बाँसको हो, पानी परेको बेला चिप्लिन सक्छ यसमा अनि रोकिएर पुरै यो जति बेला नि बिग्रिन सक्छ होइन। त्यसले गर्दाखेरि अलिक केयरफुल्ली घुम्नु। यस्तो छ अवस्था, पसिना आएर होइन यस्तो गाह्रो छ। हस्याङ फस्याङ गर्दै हो, रमाइलो छ यार। यस्तो रमाइलो बजाउनु
चाहिँ माथि जान्छ है यहाँदेखि त्यसमा माथि जाने अलर्ट छ छैन इंडिया से आप लोग यस कौन सी जगह है हम बिहार से बिहार से कैसा लगा आपको बहुत अच्छा ओके ओके ल हैव अ सेफ जर्नी ल इन्डियाको बिहारको मित्रहरूलाई भेटेर पनि हामी माथि लाग्दैछौँ है अब चाहिँ उकालो यहाँदेखि चाहिँ अब कस्तो छ होइन अब यस्तो डेन्जर छ कि यस्तो दामी छ हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन अब यहाँबाट टर्किएर जान्छ अवस्थै होला ल यही हो है आजको कन्टेन्ट चाहिँ यही हो तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तो डेन्जर छ दामी छ है वाउ भन्ने खालको छ है सो यु क्यान सी यहाँदेखि यस्तो दामी छ है